आदरणीय मित्रहरू नमस्कार भन्न चाहन्छु। अहिले हाम्रो नेपाल सरकारले हामी नेपालीहरूलाई के भन्छ भने हामीले नेपाली जनतालाई सार्वभौम सत्ता सम्पन्न बनाएका छौँ, जसमा अहिले हामी गणतन्त्रले हामीलाई बोल्न दिएको छ हैन। अनि हरेक काम रोजगारीहरू सिर्जना गरेको छ भनेर चाहिँ हाम्रा नेताहरूले भनिरहनु भएको मैले पनि सुनेको छु हैन। अहिले के कुरामा चाहिँ कमी छ? न्यायालयमा त्यतिकै छ, सुशासनका कुराहरू छन्, गरिब निमुखा जनताहरूलाई चाहिँ त्यतिकै गरिबहरू निराकरण गर्दै लगिएको छ। सुशासन हामीले दिएका छौँ भनेर चाहिँ भाषण दिँदै हुनुहुन्थ्यो हैन। अस्ति जुन अब अलिक धेरै अगाडि हो, काठमाडौँमा अब निकै बाढीले विच्छेद गर्यो नेपाललाई। काठमाडौँमा एउटा परिवार चाहिँ खोलामा बग्दै गरेको उता बचाऊ बचाऊ भनेर छानामा बसेर चिच्याइरहँदा नेपाल सरकारले कानमा तेल हालेर बस्यो हैन। त्यस पछाडि कतिजना त अब त्यो सबै घर बगाउँदाखेरि दुई तीनजनालाई चाहिँ अब त्यहाँका मान्छेहरूले बचायो। एकजना खेलाडीले भनेर निकै कुरो आयो। अनि उता तपाईँको त्यो काठमाडौँबाट आउने यता बाटोमा अब ठाउँ त बिर्सेँ मैले अहिले हैन। त्यो बाटोमा चाहिँ कतिवटा गाडीहरू पहिरोले पुर्यो। यता सारा देशै अब बाढी पहिरोले विक्षत भएको अवस्थामा गृहमन्त्रीलाई चाहिँ अब धेरै मान्छेहरूले प्रश्न सोधे हैन। उहाँले के भन्नुभयो भने हाम्रो भिजिबिलिटी कम भयो र भएको हो भन्नुभयो क्या। सरकारले गरेको गल्तीमा चाहिँ भिजिबिलिटी कम हुने, सरकारले गरेको जनताप्रतिको अत्याचार, अस्ति चैत 15 गतेको जुन राष्ट्रवादीहरूको आन्दोलनमा नेपाली जनताहरूलाई ड्याङ्की ड्याङ्क गोली हाल्यो हैन। अब त्यसमा एकजना डिएसपीले के भनिराखेका थिए भने हामीले त त्यो डेट एक्सपायर भएको हानेकै होइन, हामीले हान्दा त डेट भएकै थियो, हामीले त्यसरी अब डेट एक्सपायर भएको हामी हान्दैनौँ असुर ग्यास भन्ने खालका अभिव्यक्ति पनि दिए। अनि फेरि अहिले त्यही कुरामा लिएर एउटी नगिना यादव भन्ने सांसद रहेछिन्, कहाँ कि हुन् ती थाहा भएन। तिनले के भनिन् त भने पुलिसको घेरा तोडेर जाने दुर्गा परसाई, हेर्नुहोस् है, पुलिसको घेरा तोडेर जाने दुर्गा परसाईलाई यदि म मन्त्री भइदिएको भए सुट एन्ड साइटको अर्डर दिन्थेँ भनेर चाहिँ अभिव्यक्ति दिन्। उतापट्टि अगाडि गृहमन्त्री बसेको छ, मुसुक्क हाँस्छ। डिएसपी अब नेपाल प्रहरीका उच्च ओहदाका व्यक्तिहरू बसिएका छन्, उनीहरू हाँस्छन्। यस्तो अराजक र भड्किलो अभिव्यक्ति दिने मान्छेलाई चाहे त्यो जो सरकारको जनताले बोले चाहिँ तुरुन्तै हतकडी लाग्ने, साधारण एउटा जनताले अथवा सरकारमा बसेका भन्दा बाहिरका मान्छेले बोल्यो भने चाहिँ तुरुन्तै हतकडी, त्यो किनभने अराजकता भयो। तर सरकारमा बसेको मान्छेले
पुलिसका विभिन्न निकायका मान्छेहरू गृहमन्त्री अगाडि राखेर म सुट एन्ड साइडको अर्डर दिन्थेँ भनेर त्यस्तो अभिव्यक्ति दिँदा हाम्रो निर्लज्ज सरकार मुस्कुराएर बसेको छ। त्यो चाहिँ के भयो त भन्दा अपराधी के अरे यो आपराधिक अभिव्यक्ति भएन त्यो कि त्यो चाहिँ सरकारमा बसेको हुनाले अब त्यो चाहिँ गर्नै पर्ने हुन्छ। अनि यस्तो जनतालाई यसरी यस्तो खालको कुरा गर्ने सांसद हामीले जिताएर पठाएका छौँ। अनि हामी यिनीहरूबाट विकासको लहर मूल फुट्छ भनेर हामीले कतिसम्म चाहिँ सोच्ने हो। तुरुन्त गृहमन्त्रीले त्यो नगिना यादव भन्ने सांसदलाई तुरुन्त पक्रेर हत्कडी लगाएर जेलमा हाल्नुपर्ने होइन। प्रधानमन्त्री उता के भन्छन्, बाघले आक्रमण गरे जस्तो बाघे झाप्पु हान्नुपर्छ भन्छ। यता नगिना के भन्छ, सुट एन्ड साइडको यो त के छ भने प्रहरी प्रशासनलाई उगाएर मार जनता भनेर खुलेआम भनिया होइन यो। अनि यिनीहरूले बोल्दा चाहिँ अराजक नहुने, यही कुरा जनताले बोल्दा चाहिँ अराजक हुने। ल साथी हो, कमेन्ट सेयर र फलो गरिदिनु होला सबैले। यो जहाँ पुग्नु पर्ने हो त्यहाँसम्म यो कुरो पुगोस्। तुरुन्त त्यो नगिना यादव भन्नेलाई तुरुन्त पक्रेर हत्कडी लगाएर चाहिँ कानुनी कारबाहीमा ल्याउनुपर्छ भन्ने मेरो माग हो। यसमा तपाईँ हामी सबैले सहयोग गरौँ भन्दै म तपाईँहरू सामु बिदा हुन्छु। जय राष्ट्र।